हेलो गाइज वेलकम ब्याक टु माई ब्लग न्यू डे न्यू ब्लग अहिले चाहिँ 10 बज्न लागिसक्यो हो एकछिनमा कलेज जानुपर्ने हुन्छ कलेजबाट यसो घुम्न जाने प्लान छ कता हुन्छ के हुन्छ त्यो चाहिँ एकछिनमा बताउँदै गर्छ साथी आउनु लाग्छ म पनि भर्खर उठेँ फ्रेस हुन्छु अनि त्यस फ्रेस भएर रेडी भएर देखाउँछु के गर्छौँ कहाँ जान्छौँ साथी पनि आउँदैछ रुममा आउँछु भन्दै थियो साथी एकछिनमा साथी आउँछ त्यसमा पनि रेडी हुन्छ अब आयो भति कहाँ अझै चिकसँगै लागेको के हो समस्या एकछिन सुट्न सकिन्न होइन कडा ल फाइनली रेडी भइसक्यो म रेडी भइसक्यो भनेको के भतिज पनि आइसक्यो अब जानुपर्छ गएकोबाट जाने हो पहिला गएको पुगौँ ढिलो भयो भने आज त फर्स्ट टाइम होला होइन छिटो आएको तिमी गएको पनि वेडनेसडेको दिन ल निक्लेको के हुन्छ यहाँ निक्लिसकेपछि अब देखाउँछु उहाँ गएपछि सबैलाई भेटिन्छ कलेज गएर अनि कलेजमा गएपछि सबै थाहा हुन्छ को कहाँ के हो कस्तो हो सब राम्रो भएर आउने होला नि हामी यस्तो जतको भएर हिँड्दा छ भ्यू मजा आइरहेको उसलाई यहाँबाट कस्तो दामी देख्छ नि देख्नु त फेरि 15 त होइन यो 12 तला हो चियानो सही देख्छ नि यहाँबाट यही हो रुम मेरो यहाँ निक्लेको अब ढिलो भइसक्यो यार कति भयो 40 भयो क्या लिफ्ट वेट गरेँ निन्द्रैमा छ यो मान्छे भएर आएको हेर्नु न कलुवा नाडो के छ ए गयो आमा केटा ढिलो भएर डेट जानु लाग्यो के हो साथी डेट हो केटाहरू हिरो भएर आएको हेर्न त्यहाँ छ हाम्रो गएको चाहिँ रेड लाइटमा बसिरहेको छ यहाँ खै त अरू आएनन् केटाहरू माथिबाट आइसक्यो ए हामी मात्रै हो लेट म्या 50 भइसक्यो सेफ चाहिँ उहाँ हो ओ सेफ म्याम के भन्न चाहनुहुन्छ लाज माने रिभ्यू दिने सरहरू उता निक्लिनु लान सब रेडी खाजा साजा प्याक गरेर लिएर आन सब राम्राहरू हेर त राम्रा भएर आएकाहरू सबै जाउँ त साथी अब ल गाइजहरू निक्लेको अब हामी निक्लेको केटाहरू गाडी चढ्दैछ अब हामी पनि चढ्नु पर्ने हुन्छ हामी चाहिँ त्यहाँबाट केटीहरू चाहिँ आएको छैन केटाहरू चाहिँ गुडुङ चढिसक्यो कता हो केटा पछाडि बस्ने हो लास्टतिर कहाँ बस्ने हामी आजका परिहरू छिरे अब सबै खलासी है ऊ त्यो चाहिँ हाम्रो यो चाहिँ खलासी हो ए कति वर्ष खलासी गरेको अरे तैँले केटीहरूलाई फेरि केटाहरूलाई 1000 हाम्रो क्लासका मोडेलहरू हाम्रो सेन्से भिडियो त अरू न सेन्से सब हाँसो हेर सक्दैन है फेरि यिनीहरूको हाँसो मस्त के मान्दै घुम्न आएको के मान्न आयो कसको टाउकोमा खस्ने है नि माथि वेलकम टु कुराचिकी आइसक्यो यहाँ भतिज यहाँ हेर्न मिटिङ चल्दैछ भतिज यहाँ हेर्न मिटिङ चल्दैछ लाज मानेको नानी के भयो अरे मेरो ब्याग त्यहीँ राख्ने हो किन ब्याग किन लग्ने हो र फोहोर हाल्न लागि मेरो ब्याग सम्झाओ क्या आमा टुरिस्ट ग्याङ 3時45分。3時45分にここ。はい。いいですか。はい。で、分からなくなるかも分からない人はマップ出してブックマーク入れてください。
アプリアプリ使ってマップアプリにブックマーク入れなさいここのはいそしたら迷わないでしょはいわかりましたल गाइजहरु अहिले एकछिनमा छुट्टिने रे क्या यहाँबाट छुट्टिने हो हेलो गाइस हामी चाहिँ कुरासिकी पुगिसकेका छौँ रेन्ट हान्ने हो कि केटा बाइक हान्छ मास्टरले हान्छ हामीलाई रेन्ट हान्छ मास्टरले हान्छ बाइक रेन्ट हान्ने हो कि मान्छे रेन्ट हान्छन् अहिले आज बाइक ल्याउनु पर्छ आज त्यहाँ के भन्दै थियो अघि बुढीले त्यहाँ गाडीमा थाहा के भन्दै थियो यसको अगाडि त हिँड्दैन 4-5 जना गुन्डा लिएर हिँडे जस्तै हिँड्छ भन्दै थियो आयुले त्यही भन्दै थियो माफिया हो अरे अनि यो भल कहिले हाल्ने त नि यो आउँछ बिस्तारै 3-4 दिनमा अस्तिको भल हाल्छ अस्तिको भ्लग अपलोडिङमा छ अहिले बिस्तारै आउँछ गएर एडिट गर्छु भोलि गएर एडिट गर्छु अनि हाल्छु भिडियो नगर भन्दै थियो अघि नै हेर्न हाम्रो ग्रुपहरू बेहाल पारो केही हुन्न हौ गरेर हिँड भित्रकै छ घुम्दै हिँडे गरे हालत हेर्ने पछाडि तिमी त बोक्याउ त खै ओए त्यहाँ हेर्न ऊ त्यहाँ हेर्न हाँसलाई है सानो हाल रहेछ ऊ त्यहाँ छ बरु यस्तो छ हालत कहाँ हो खास लग्न खोजेको कुरा सिक्दा हामी पुगिसक्यौँ कि साथी जान चाहिँ के खोजेको हो ए ओल्ड टाउन हेर्न आउँछ होला होइन ओल्ड टाउन लज आएर हेर आमा अहिले त्यही भन्छु बाका जान न भन्थ्यो अहिले कतिखेर भन्थ्यो र कस्तो दामी हो बनाएको यहाँ पछाडि छ हाम्रो ग्रुप पुरै गाइजहरू हेलो गर त ओए गाइजहरू हेलो गर ल ल ल ल ल ल ल घुम्न आएको रे हेर न यहाँ घुम्न साथी हो खास यो नयाँ लोकेसनमा आएर चटपटी खाना चटपटी व्यापार गर्न आएको यो त नयाँ लोकेसनमा आएर चटपटी व्यापार जस्तो भयो त साथी यो त नयाँ लोकेसनमा चटपटी खानै आए जस्तो भयो त हामी यहाँ चाहिँ भर्खर खाना खान लागेको छौँ हामी चाहिँ पर्यटकहरू है चाइनाबाट आएको यहाँ हेर्न चटपटी नेपालीको जहाँ गए पनि चटपटी छुट्दैन नि फेरि हो नि चटपटी मास्टरहरू के हो यता यहाँ के बन्दैछ यता प्लेटिङ हुँदैछ यहाँ सेफहरूले प्लेटिङ गर्दैछन् यता खाने मान्छेहरू यहाँ चिकन हाम्रो आइटमहरू आउँदैछ है साथी हो पिकनिकै आज जस्तो भयो त यो त ड्राई पिकनिक भयो त साथी हो घुम्न आएको कि ड्राई पिकनिक आएको उता छन् आधा ग्याङहरू उता बनाउँदैछन् चटपटे यहाँ आइटम अन सेल्स भने जस्तो भयो यहाँ म पनि भ्लग बनाउँदैछु है तपाईँको भन्दा मेरो राम्रो क्यामेरा निकाल्छ ल बनाउनुहोस् न सबैले भ्लग बनाउनुहोस् सबै तिमी हो यो सेफ चाहिँ यो नै हो यो सेफ सब टिप समात फोटो खिच्दा त एकजना सबैले बसेर एकैचोटि समातेर बस न कस्तो भयो खाना ड्राई पिकनिक भयो क्या रे घुम्न आएको रे ए तिमीहरूको ड्राई पिकनिक कस्तो भयो घुम्न आएको मान्छे ड्राई पिकनिक भयो लज आएको हेर्न आइयो दो त्यस्ता ए अन्तकारीलाई हेर्ने अर्को अन्तकारी ऊ त्यहाँ छ यो मेन अन्तकारी त यही हो खाऊ साथी खाऊ टन्न खाऊ अघि पेट पूजा अब काम दुजा ओए कडा छ त यो कति रुपियाँ रहेछ 1000 रुपियाँ लग्ने होला फेरि यहाँ चढाएको तानेको 3000 रे कसले सोध्यो 3000 रे आमामा त्यो 3000 यत्रो बेर खाना लाग्यो अब कति घन्टा आधा घन्टा पनि छैन होला घुम्ने अब कता हो घुम्ने पनि थाहा छैन दोकै कुन हो आइयो जिन्जा गल्ली हिँडिरहेको छ ए खतरा छ नि है त्यहाँ हेर्नु पुरै हाट रहेछ क्या
ओए क्राफ्ट आर्ट हेर्नु न कस्तो दामी पेन पहिलाको पेन्सिल हिँड्न नसक्नेहरू पछाडि बस है जिन्जा जाने हो जिन्जा ओए किनिसी रे कहाँ त्यसै जाम जाम माथि के हो यस्तो ठाडो उकालो छ त यो त जानियो हिँड यही घुम्न त आयो होला मेरो क्यामेरा गियर्सहरू खस्नु लाग्यो ब्लग त के भन्नु हल्का फुल्का गरिदिएको सब हाम्रो ग्रुपहरू सेन्सीहरू आयो गयो कता पो हामीलाई घुमाऊ भनेर छोडिदियो थाहा छैन कहाँ घुम्ने हो भन साथी कहाँ घुम्ने हो जिन्जा हो यो यहाँ चाहिँ जिन्जा आएको अब हाम्रो घुम्ने टाइम जति त खानेमै ठिक्क भयो त यहाँबाट कस्तो दामी देखियो यार लोकेसन चाहिँ पछाडिको सही देखियो अनि ए राम्रो रहेछ यता चाहिँ बल्ल अलि ऊ जस्तो रहेछ चुरुगातामा पार्क रहेछ यो चाहिँ आची सिरिन यो यहाँ छ यो चाहिँ मेरो यो राशिफल मेरो ड्राइगन हो किनकि म 2000 वाला हो नि त 2000 को ड्राइगन हो क्या मेरो ड्राइगन हो स्नेकवाला 2003 तिमी 3 होइन तिमी 3 वाला यो स्नेकवालाको उसको 3 वालाहरूको स्नेक हो यहाँबाट घुमेर सक्यो हामी लागेको त जोडिएक साइनको रहेछ जोडिएक साइनको हेरेको जापानिज जोडिएक साइन चाहिँ त्यो हो मेरो चाहिँ 2000 हो 2000 को चाहिँ ऊवाला थियो के भन्छ ड्राइगनवाला 2003 को स्नेकवाला थियो क्या पहिला हेरेको थिएँ एकचोटि मैले यता भ्यू हेर्न जाँदैछ केटाहरू अनि त्यसपछि भ्यू हेरेर अनि एकछिनमा जाने हो यहाँबाट निक्लिनु पर्ने हुन्छ दामी देख्दो रहेछ है यहाँबाट भ्यू दामी देख्यो नाइस कस्तो दामी देख्यो तिम्रो खिचेछ भिडियो घुम्नको लागि 2 घन्टा अघि 1 घन्टा 45 मिनट दिएको एक ठाउँमै 1 घन्टा लागिसक्यो यहीँ सकिनेला 2 भाइको भेट भएछ यहाँ दुई भाइको भेट भयो दुई भाइको भेट भएर यहाँ उपद्रो छ तर ऊ चाहिँ के खासै हो बनकुखुरा यिनीहरूका गफ सुन्दै हिँड्ने हो मैले बोल्नु त केही छैन अनि भतिज फोटो खिच्ने भने होइन अघि भनेको फेरि डाइलग जाओस् न एकचोटि नै त्यो होइन अघिको डाइलग माथिको फोटो खिच्ने होइन भतिज भनेको अनुहारै गतिलो छैन के फोटो खिच्नु रे ओ यहाँ कस्तो दामी हेर ओए अप्टिमस प्राइम हेर न यहाँ हेर सही छ नि है कडा यार न्यू भ्लगर इन टाउन अर्को गिम्बल लगेर हिँडे मेरो गिम्बल लिएर हिँडेर हराए सब हराए कहाँ हराए सेन्सीहरूले ल्याएर छोडिदिए कहाँ न घुम्ने ठाउँ थाहा छ न के थाहा पहिलोपटक घुम्ने अवसर मिलेको छ यो अवसरलाई हामीले पक्कै पनि एउटा तनाव छ गर्नेछौँ र हेर गर्यो सदुपयोग हरा भन्ने थाहा छैन घाम चाहिँ यस्तो छ कता हो खास जानुपर्ने यताबाट जाने कि कताबाट हो थाहा छैन यार आऊ साथी हामी चल्दिउँ बरु छोडिदेऊ क्या चल्दिउँ हामी यताबाट बरु केटाहरूको यहाँ मेन चाहिँ चलिरहेको केटाहरूको सब हराए लापत्ता भए कहाँ हो के हो केही थाहा छैन सबलाई बाटो घुम्न आएको अरे यहाँ कहीँ केही भएन घुम्न आएको मान्छेहरू यहाँ यिनीहरूको हालत कहिले खिचिदिन्छ ल फोटो खिच्न आए जस्तो भयो यहीँ सबै कहाँ गयो घुम्न त कहीँ छैन त ठाउँ कहाँ जाने हो खिच्न यहाँ हेर्नु रमाइलो गरेको यिनीहरू माथि गएको थिएँ
楽しいですかね。いいですね。 रमाइलो हेर न यिनीहरूको त्यसै ございます。 बेहाल जस्तो मलाई लास्ट ल्याङ लाग्यो नि घुम्न आएको रे त छ्या। झोलासलाको कुरा नगरेर बरु हाम्रो नेपालको अवस्था कुरा गरौँ केटाहरू घुम्न आएर पनि राजनीतिको कुरा गर्दैछन् यस्तो छ कि पारा यो चाहिँ ठ्याक्कै ओल्ड टाउन रहेछ क्या ठ्याक्क ओल्ड टाउन जस्तो सबै छ छनु चाहिँ ओल्ड टाउन क्या यो चाहिँ दामी छ ठाउँ चाहिँ राम्रो हो तर घुम्ने ठाउँ चाहिँ नथाहा पाएर चाहिँ ल्याङ भयो क्या ल्याएर एक ठाउँमा छोडिदिए एक ठाउँमा ल्याएर छोडिदियो क्या रेसेन्सीहरूले अनि त्यसपछि जाऊ घुम्न जिउली घुम भन्यो फ्रिली घुम भन्दाखेरि हामीलाई नथाहा थियो न के थियो एउटा जिन्जा गयो हामी गएको भनेको ठाउँ हामी गएको जिन्जा हो अनि त्यसपछि यतै निक्लेको हो यहाँबाट कता छिर्ने थाहा छैन फर्किन लाग्यो अब चाहिँ हामीलाई चाहिँ 3:45सम्मको टाइम दिएको हो 3:45को टाइममा अब चाहिँ यति हो टाइम कति छ भनेपछि कति भयो अहिले टाइम भयो 3:13 भएछ 3:13 भइसक्यो भनेपछि अब लगभग 20-25 मिनट बाँकी छ हामीलाई चाहिँ 20-25 मिनटपछि चाहिँ त्यो अघि बसेको झरेको बसको पार्किङसम्म जानुपर्ने छ बसको पार्किङबाट अनि चल्ने हो आजको भ्लग चाहिँ यसो गतिलो गरौँ भनेको लास्ट नराम्रो भयो झन् भ्लग चाहिँ हाम्रो चाहिँ बेहालवाला यो टुर यस्तो पनि टुर हुन्छ यहाँ रासोबाको मान्छेहरू यहाँ कुरा मिल्दैन टुर हेर न कस्तो एउटा जिन्जा पुग्यो त यति हो जिन्जा बाहेक कहीँ घुमिएन क्या टुर रे तर अलि हामीलाई टुरमा ल्याउने सेन्सीहरू पनि त्यस्तै भएर हो क्या ल्याए दुईजना हिँड्दै एकातिर सक्यो म्याप एकातिर भयो गाह्रो छ गाह्रो काम म यिनीहरूको राजनीति बवाल चलिरहेको फेरि यता छुट्टै छ राजनीति बालिने सहर र बिल्लामिर छानेबाट सिक्ने भनेर स्नोपी हाउस सबै स्नोपी डग्सहरू हाम्रो एक मात्र इन्टरनेसनल साथी है ऊ चाहिँ तिम्रो त जताततै खिच्दैछु हौ साथी तिमीहरू देखेछौ है लाज मानेर आमा ल खिच्दे स्क्रिनसट हान है त ल प्रोफाइल के अरे पछि स्क्रिनसट हान्नु फोटो यहीँ ग्रुप फोटोहरू यताउता खिचौँ यहीँ छ लोकेसन राम्रो आएको यहीँ खिच्नुपर्छ है ओए बिचार मरेछ क्या मरेछ हेर न ऊ ला मरेको कि सुतेको हो त्यो नेपाल भइदियो अहिलेसम्म त्यो माछा रहन्थेन नि त फेरि यति हो आजको ब्लगमा के भयो केही भएन कहीँ गइएन हो नि इन्टरभ्यू मेरो फोटो देखाइदियो त्यसलाई जल्छ फोटो हेरिस् भने त भाइ जल्छ अहिले कस्तो भतिजको भाइ खतरा खिच्दैछु नि भाइ फोटो यहाँ यहाँ भतिज अर्को पनि खिचिदिन्छु एकछिन दामी हो यहाँ यही होला कस्तो दामी प्राइस पनि हेर्नु न राम्रो छ नि किटी क्याट कस्तो दामी है यता हेर्नु न झन् जाम्ला त के छ र नाइस यो सब गुड लकवाला हो नि त अनि गुड लक यो लगेर राख्यो नि गुड लक मान्छ नि त अनि यिनीहरूले गुड लक मान्ने पैसै छैन आयो अर्को कस्तो पुरानो रहेछ हेर ओए यो हेर न भुतिया घर जस्तो छ यहाँ कफी सप हो मुला कफी सप हो तर बन्द रहेछ आज कस्तो भने फुल्यो भने त खतरा हुन्छ होला है कस्तो भुतिया देखिया अहिले चाहिँ डुब्किहाने हाँसले ओहारा म्युजियम छ रे अनि भतिज भन् कस्तो भयो त्यो रेउको बात एकदम रेउको बात हो 2 शब्द जाओस् न रेउको बारेमा रेउको त यस्तै हो एउटा हाम्रो झोले भएर अलि आम्मा यता इन्टरभ्यू अझै सकियो होइन तिमीहरूको फोटो हो ल रमाइलो गर ल केटा भ्लग यहीँ गरौँ अब के गर्नु यस्तै हो एन्ड फाइनल्ली हाम्रो घुमाइ सक्यो ओ म्याम कस्तो भयो हजुरको घुमाइ घुम्यौ कहाँ घुम्यौ सिडिनीमा मस्त सिडीमा बस्यो हौ यिनीहरू त त्यत्रो 1 घन्टा फोटो मात्रै तिमीहरूले भन्दा राम्रो फोटो खिचाएको त्यहाँ राम्रै थियो एकछिन गएर भगवान्सँग प्रार्थना गरेर आएको यहाँसम्म ब्लग हेरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला
खाना तिनीहरूले खान्छ तिनीहरूको औकात ब्लगलाई आइसक्रिम खान 100 रुपियाँको हो त्यो ब्लग ब्लगमा को आइसक्रिम खान्छ म खान्छु क्या अहिले रोख न अब हामी पार्किङमा पुग्यो आइसक्रिम खान जान्छ यहाँबाट अनि त्यसपछि ब्लग चाहिँ यहीँ इन्ड गरेँ यहाँसम्म हेरेर साथ दिनु भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला ब्लग इन्ड गर्छु यहीँ बाई बाई